नमस्कार एभ्रिवान हजुरहरूलाई फेरि पनि लोकसेवासँग सम्बन्धित गोरखापत्र विशेष एकदम इम्पोर्टेन्ट महत्त्वपूर्ण प्रश्नको साथमा म आएकी छु साथीहरू ल हेरौँ है त प्रश्न नम्बर 1 मा रहेको छ 10औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि निर्धारण गरिएको नयाँ मिति कुन हो त ल यसको उत्तर रहेको छ साथीहरू विक्रम सम्वत 2083 मङ्सिर 16 देखि 29 गतेसम्म रहेको छ। त्यस्तै गरिकन यसको निर्णय मिति चाहिँ यसको निर्णय मिति 2083 साउन 28 गते रहेको छ। यसमा चाहिँ शिक्षा तथा खेलकुद मन्त्री सुस्मित पोखरेलको अध्यक्षतामा विक्रम सम्वत 2083 साउन 28 गते बसेको राष्ट्रिय खेलकुद परिषद राखेको 125औं बोर्ड बैठकले सो सम्बन्धी निर्णय गरेको थियो। कतिौं बैठकले र 125औं बैठकले। अनि यसको संस्करण कति हो 10औं संस्करण रहेको छ। त्यस्तै गरिकन स्थान सुर्खेत कर्णाली प्रदेशमा रहेको छ। यसको मस्कट लोपन्मुख जनावर रेड पान्डा रहेको छ। त्यस्तै गरिकन लोगो 7 रङ चन्द्र र सूर्य झण्डा अङ्कित रहेको छ। यसको पारा खेलकुद चाहिँ प्रथम राष्ट्रिय पारा खेलकुद पुस 15 गतेदेखि आयोजना हुने भनेको छ। ल है त त्यस्तै गरिकन प्रश्न नम्बर 2 त्यस्तै गरिकन प्रश्न नम्बर 2 तर्फ रहेको छ। प्रश्न नम्बर 2 मा रहेको छ त्यस्तै गरिकन चुम्बकीय शक्तिले ट्र्याक भन्दा माथि नै तैरिएर दौड्ने चिनिया अत्याधुनिक म्याब्लेप रेलले कति गतिको रेकर्ड राखेर नयाँ विश्व कीर्तिमान कायम गरेको छ। यस प्रश्नको उत्तर रहेको छ 800 किलोमिटर प्रति घण्टा। प्रति घण्टामा कति त 800 किलोमिटर। परीक्षण सन् 2026 अगस्त 13 मा गरिसकेको छ। अनि प्रवृत्ति कुन हो भन्दाखेरि म्याब्लेप रेल चुम्बकीय शक्तिबाट ट्र्याक भन्दा माथि तैरेर चल्ने। यसको स्थान रहेको छ हुबे स्थित हङु प्रयोगशालाको 1 किलोमिटर लामो ट्र्याकमा परीक्षण गरिएको 1100 किलो तौलको रेलले 5.3 सेकेन्डमै 0 बाट 800 किलोमिटर गतिमा के गरेको छ त भन्दाखेरि किलोमिटर प्रति घण्टाको गति हासिल गरेको छ। त्यस्तै गरिकन रोकिने दूरी 800 किलोमिटर पर घण्टा गतिमा पुगेपछि 2 मिटर भित्रमै सुरक्षित तरिकाले रोकिएको हो। त्यस्तै गरिकन प्रश्न नम्बर 3 तर्फ जाउँ। प्रश्न नम्बर 3 तर्फ रहेको छ बाजुराको बडीमालिका र अछामको रामरोशन क्षेत्रलाई जोडी बडीमालिका रामरोशन वन संरक्षण क्षेत्रको घोषणा कहिले गरिएको हो। ल है यसको पनि उत्तर रहेको छ विक्रम सम्वत 2083 साउन 27 गते। यसको उत्तर रहेको छ विक्रम सम्वत त्यस्तै गर्न रहेको छ यो बडीमालिका रामरोशन वन संरक्षण क्षेत्र कहिले घोषणा भयो भन्दाखेरि विक्रम सम्वत 2083 साउन 27 गते हो। साउन 27 गते घोषणा भयो। संरक्षण क्षेत्रको नाम बडीमालिका रामरोशन वन संरक्षण क्षेत्र रहेको छ। यो रामरोशन क्षेत्र बडीमालिका रामरोशन क्षेत्र वन संरक्षण क्षेत्रलाई कहिले वन संरक्षण घोषणा गर्ने भनेर निर्णय मिति चाहिँ साउन 19 गते निर्णय गर्यो तर घोषणा चाहिँ साउनको 27 गते गरेको थियो। यसको कुल क्षेत्रफल 498.4 वर्ग किलोमिटर रहेको छ। सुदूरपश्चिम प्रदेश वन ऐन 2077 को दफा 26 को 1 बमोजिम रहेको छ। त्यस्तै गरिकन जाउँ है त प्रश्न नम्बर 4 तर्फ इन्डोनेसियाको फ्लोरेस टापु नजिक 7.7 म्याग्निट्युडको त शक्तिशाली भूकम्प कहिले गएको हो। यसको उत्तर रहेको छ सन् 2026 अगस्त 15 गते गएको थियो। इन्डोनेसिया उच्च भूकम्पीय जोखिमयुक्त रिङ अफ फायर क्षेत्रमा अवस्थित भएकाले यहाँ बारम्बार भूकम्प जाने गरेका छन्। त्यति मात्रै नभइकन सन् 2004 मा सुमात्राको तटमा भएको 9.1 म्याग्निट्युडको विनाशकारी भूकम्पले सुनामी निम्त्याएको पनि थियो। त्यति बेला चाहिँ 2,20,000 जनाको ज्यान गएको थियो। अब जाउँ प्रश्न नम्बर 5 तर्फ। नुरगङ्गा बाल साहित्य राष्ट्रिय स्थापित प्रतिभा पुरस्कार कसलाई प्रदान गरियो। मुक्तिनाथ शर्मा नेउपाने लमजुङको र देवी प्रसाद वनवासी स्याङ्जा संयुक्त रूपमा गरेको थियो। पुरस्कार राशि जनै 50,000 हजारको दरले दिएको थियो। त्यसै गरिकन 1 लाख राशिको नुरगङ्गा लोकगीत गायन राष्ट्रिय स्थापित प्रतिभा पुरस्कार क्षेत्रबहादुर गुरुङ स्याङ्जाको र पूर्ण नेपाली कास्कीलाई संयुक्त रूपमा प्रदान गरिएको थियो। नुरगङ्गा साहित्य क्षेत्रीय स्थापित प्रतिभा पुरस्कार वनमाली निराकार रूपन्देही पुरस्कार राशि रु 50,000 रहेको। त्यस्तै गरिकन जाऊ प्रश्न नम्बर 6 तर्फ। लिच्छवीकालीन इतिहाससँग जोडिएको ललितपुरको लखनखेल स्थित सप्त पातल पोखरी पुनर्निर्माणपछि कहिले उद्घाटन गरिएको हो।
यसको सही जवाफ रहेको छ विक्रमसम्म 2083 साउन 30 गते। पोखरी नजिक रहेको पलिस्वा पोखरीमा पनि जान मिल्ने गरी 2 पोखरीलाई जोडेर पुल समेत निर्माण गरिएको छ। लखनखेल वातावरण संरक्षण समितिसँगको सहकार्यमा पोखरीसँगै पार्क समेत निर्माण गरिएको छ। यो पोखरी लखनखेल बस पार्क नजिकै रहेको अशोक स्तूपसँगै अवस्थित छ। त्यस्तै गरिकन जाउँ प्रश्न नम्बर 7 तर्फ। प्रश्न नम्बर 7 मा रहेको छ युरोप महाद्वीपमा झन्डै 3 दशकपछि दुर्लभ सूर्यग्रहण कहिले देखिएको थियो? यसको सही जवाफ रहेको छ सन् 2026 अगस्त 12, यानि कि 2026 अगस्त 12 मा के भएको त युरोप महाद्वीपमा झन्डै 3 दशकपछि दुर्लभ सूर्यग्रहण देखिएको थियो। युकेबाट खण्डग्रास अर्थात् आंशिक सूर्यग्रहण मात्र देखियो भने ग्रिनल्यान्ड, आइसल्यान्ड र स्पेनका केही भागमा खग्रास अर्थात् पूर्ण सूर्यग्रहण लाग्यो। खग्रास सूर्यग्रहण रुस स्थित साइबेरियाको उत्तरी छेउबाट देखिन सुरु भएको थियो। अब त्यस्तै गरिकन जाउँ प्रश्न नम्बर 8 तर्फ। गैर आवासीय नेपाली सङ्घ एनआरएनको 17औं युरोप क्षेत्रीय सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो? सन् 2026 अगस्त 10 देखि 11 डब्लिन भन्ने ठाउँ आयरल्यान्डमा सम्पन्न भएको थियो। नारा पहिचानमा एकता, लगानीमा अग्रसरता र समृद्धिप्रति प्रतिबद्धता। सम्मेलनले 15 बुँदे डब्लिन घोषणापत्र 2026 जारी गरेको हो। त्यस्तै गरिकन जाउँ मोडल हन्ट नेपाल 2026 को पुरुष र महिलातर्फको शीर्ष उपाधि जित्ने प्रतिभा को हुन्? यसको सही जवाफ रहेको छ पुरुषतर्फ परन्त भण्डारी र महिलातर्फ लिजा श्रेष्ठ रहेकी छिन्। दुवै विजेताले नगद 5 लाख बराबरको पुरस्कार सहित आगामी डिसेम्बरमा कम्बोडियामा हुने मिस एन्ड मिस्टर सेलिब्रिटी इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएका थिए। गर्ने बनेका छन्। दरबार मार्ग स्थित होटल याक एन्ड एतीमा आयोजित यस प्रतियोगिता यो 10औं सिजन पनि हो। अब जाउँ प्रश्न नम्बर 10 तर्फ। सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका 4 जनालाई सरकारले कहिले शहीद घोषणा गरेको हो? यसको उत्तर रहेको छ साउनको 26 गते। विक्रम सम्वत 2083 साउन 26 गते सुनसरीका ओम प्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्र कुमार मेहता तथा सिराहाका गणेश कुमार यादवलाई शहीद घोषणा गरिएको थियो। त्यस्तै गरिकन प्रश्न नम्बर 11। सिरियाली अदालतले 14 वर्ष चलेको गृह युद्धका क्रममा मानवता विरुद्धको अपराध र युद्ध अपराधको आरोपमा पूर्व राष्ट्रपति बशर अल असदलाई मृत्युदण्डको सजाय कहिले सुनाएको हो? सन् 2026 अगस्त 11 अदालतले असदका भाइ माहेर अल असहिद सहित अन्य 6 पूर्व सैन्य तथा सुरक्षा अधिकारीलाई पनि मृत्युदण्डको सजाय सुनाएको हो। अनि त्यति मात्र नभएर पूर्व राष्ट्रपति असद र उनका भाइ हाल रुसमा निर्वासित जीवन बिताइरहेका छन्। त्यस्तै गरिकन चीनका पूर्व प्रधानमन्त्री झु रङजीको निधन कहिले भएको हो? यसको सही उत्तर रहेको छ सन् 2026 अगस्त 12 97 वर्षको उमेरमा निधन भएको हो। सन् 1991 देखि 1998 सम्म उप प्रधानमन्त्री र त्यसपछि सन् 2003 सम्म प्रधानमन्त्री बनेका झुले चीनको आर्थिक र राजनैतिक परिवर्तनको महत्त्वपूर्ण समयको नेतृत्व गरेका थिए। उनको कार्यकालमा चीनले आयोजित अर्थतन्त्रबाट समाजवादी बजार अर्थतन्त्रतर्फको यात्रा तीव्र बनाएको थियो। त्यस्तै गरिकन प्रश्न नम्बर 13। काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा कसलाई नियुक्त गरियो? यसको सही जवाफ रहेको छ प्राध्यापक डाक्टर विवेक बराल। यसको नियुक्ति मिति विक्रम सम्वत 2083 साउन 29 गते रहेको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाह बालेनद्वारा बराललाई सो पदमा नियुक्त गरिएको हो। प्रश्न नम्बर 14। नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन कहिले भएको हो? यसको सही जवाब रहेको छ विक्रम सम्वत 2083 साउन 31 गते। उहाँले 2060 सालमा नेपाली भाषा परिषदद्वारा जनकविको उपाधि हासिल समेत गर्नुभएको थियो। प्रश्न नम्बर 15। टिभी रियालिटी सो भोइस अफ किड्स सिजन 5 को उपाधि जित्ने प्रतिभा को हुन्? यसको सही जवाब रहेको छ सुभाषना खड्का। सुभाषना खड्काले टिभी रियालिटी सो भोइस अफ किड्स सिजन 5 को उपाधि जित्ने प्रतिभा हुन्। ग्रान्ड फिनालेले विक्रम सम्वत 2083 साउन 30 गते सम्पन्न भएको थियो। पुरस्कार राशि 10 लाख रुपियाँ नगद छ। हालसम्मका विजेता
सिजन 5 को सुवासना खड्का 5 सुवासना 5 मा सुवास दिने 4 सोनाली राज भण्डारी 4 सोनाली राज भण्डारी 3 अनुह्या तामाङ 3 भनेर सम्झिन सक्यो। सिजन 2 को स्पन्द सुब्बा स्पन्द द 2 सिजन 1 को चाहिँ जेनिस उप्रेती जेनिस युनिक नाम 1 नम्बरमै रहन्छ। त्यस्तै गरिकन प्रश्न नम्बर 16 सरकारले सूचना प्रविधि विभागलाई कुन कार्यालयको रूपमा रूपान्तरण गरेको छ? प्रश्न नम्बर 16 को उत्तर रहेको छ सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय अन्तर्गत रूपान्तरण गरेको हो। विक्रम सम्वत 2083 मधौ 1 गतेदेखि कार्यालयले नयाँ संरचना अनुसार कार्य प्रारम्भ गरेको छ। त्यस्तै गरिकन 17 नम्बर प्रश्नतर्फ राष्ट्रिय विभूति भीमसेन थापा पुरस्कार 2083 कसलाई प्रदान गरियो? यसको सही जवाफ रहेको छ सीमाविद बुद्धिनारायण श्रेष्ठलाई यो राष्ट्रिय विभूति भीमसेन थापा पुरस्कार 2083 प्रदान गरिएको हो। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा यस वर्षको पुरस्कार देशको सिमानाका विषयमा निरन्तर उल्लेखनीय योगदान पुर्याउँदै आएका सीमाविद बुद्धिनारायण श्रेष्ठलाई प्रदान गरिएको थियो। यसको पुरस्कार राशि रहेको छ 1,01,111 नगद तथा सम्मान पत्र प्रदान गरिएको थियो उहाँलाई। त्यस्तै गरिकन प्रश्न नम्बर 18 एक दिवसीय ओडिआई क्रिकेटको इतिहासमा सबैभन्दा कम खेलमा 150 विकेट पुरा गरी विश्व कीर्तिमान कायम गर्न सफल खेलाडी को हुन्? यसको सही जवाफ रहेको छ सन्दीप लामिछाने सन् 2026 मेमा त्रिवेणी क्रिकेट मैदानमा विक्रम सम्वत 2083 जेठ 3 गते आइसिसी विश्वकप लिग 2 अन्तर्गत स्कटल्यान्ड विरुद्धको खेलमा 150 विकेटको आँकडा पार गर्दै उनले सो रेकर्ड कायम गरेका हुन्। नेपाली लेग स्पिनर सन्दीप लामिछानेले जम्मा 73 खेलमा 150 ओडिआई विकेट पुरा गर्दै अस्ट्रेलियाका मिचेल स्टकको 77 खेलको 9 वर्ष पुरानो कीर्तिमान तोडेका हुन्। उनले यसअघि 42 खेलमै 100 विकेट लिएर रसिद खानको रेकर्ड समेत तोडेका थिए। प्रश्न नम्बर 20 नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजद्वारा प्रदान गरिएको राष्ट्रिय पत्रकारिता सम्मान 2083 बाट सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ? यसको सही जवाफ रहेको छ वरिष्ठ पत्रकारद्वय डन गुरुङ सिन्धुलीका र विमला तुमखेवा तेह्रथुमको। फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार तीर्थमान बल काभ्रे सरिता श्रेष्ठ धादिङ र अविनाश चौधरी कोइरालीका थिए। मातृभाषा पत्रकारिता सम्मान लहाना नेपाल भाषाको साप्ताहिक पत्रिका हो। हजुरहरूलाई धेरै धेरै धन्यवाद छ। मेरो भिडियो कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला र मेरो यस युट्युब च्यानल स्मार्ट लर्न विथ मधुमा सब्स्क्राइब गर्नुहोला र फेसबुकमा मधुमुखिया रहेको छ। यस्तै गरिकन मैले जानकारीमूलक भिडियोको साथमा आइरहने नै छु। हजुरहरूले यति बेलासम्म मेरो भिडियो हेर्नुभएकोमा धेरै धेरै धन्यवाद छ। मेरो यस भिडियोलाई लाइक कमेन्ट सब्स्क्राइब च्यानललाई सब्स्क्राइब र सेयर गर्न नबिर्सनु होला। धन्यवाद। बाई बाई।